यति विश्वास गर्नु कि म कसैलाई छोड्दिनँ। म एक जनाको पछाडि आउँछु। जसले यो बच्चाहरूलाई ताकी ताकी गोली हानेछ त्यसै गरी ताकी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु। एकजनालाई छोड्दिनँ म। छोड्नको लागि म मर्नुपर्छ। म कसैलाई छोड्दिनँ। एक थोपा रगतको म बदला लिन्छु। यिनीहरू गोली हान्ने मान्छेलाई म झिकाउँछु। सबैले जस्टिस पाउँछ। सबैले जस्टिस पाउँछ। हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने, बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दिनँ। यो तपाईँहरूको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिनँ। म एकजनालाई छोड्दिनँ। म मेरो देशको कसम खान्छु। म मेरो त्यो फलन सोल्जर्सहरूका लागि कसम खान्छु। मेरो त्यो गोली खाएको भाइहरूको कसम खान्छु कि म कसैलाई छोड्दिनँ। एक छोड्दिनँ, दुई छोड्दिनँ, तीन छोड्दिनँ। मेरो देशलाई लुट्ने नेताहरू जसरी तिमीले हरेक आमालाई दुःख दिएछौ, हरेक जनतालाई दुःख दिएछौ, कसैलाई छोड्दिनँ। यो हेक्का राख्नु, कहाँ कहाँ भाग्नु छ भाग्नु, अहिले नै हो चान्स। खोजेर भन्छ झार्छौँ हामीले। नेपाली जनताले झार्छ। अब कसैले झार्दैन। तपाईँहरू जहाँ जहाँ लुक्नुहुन्छ निकाल्छौँ हामी तपाईँहरूलाई। यति दुःख पाएको छ हाम्रो नेपाल आमाले। सतीले सरापेको देश भन्छ। यति राम्रो छ हाम्रो देश। हेर्नुहोस् हिमाल पहाड तराई। म जहिले घुम्न जान्छु। मलाई केही दुःख हुने बित्तिकै, मलाई केही गाह्रो हुने बित्तिकै जहिले घुम्न जान्छु। झरना हेर्छु कति राम्रो छ, पहाड हेर्छु कति राम्रो छ। रमाउँदै हिँड्छु म आफ्नो देश हेर्दै। घरमा फर्के आएपछि सबैजना त्यही दुःख देख्दाखेरि कति गाह्रो हुन्छ मलाई। भाइहरू विदेश गएकै छ, बहिनीहरू विदेश गएकै छ। अब हामीले नेपाललाई विद्रोह आश्रम बनाउने तपाईँहरू भन्नु, सबैजना भन्नु त। हाम्रो नेपाललाई विद्रोह आश्रम बनाउने तपाईँहरू हरेक पत्रकारको जिम्मेवारी हो। अब हाम्रो देश बनाउनु हामी नेपाली नागरिक हरेकजनाको जिम्मेवारी हो हाम्रो देश बनाउने है। चाहे त्यो